हार्दिक अनुरोध गर्न चाहिँ फोन आएछ कि हामीले हाम्रो पहिचान बोकेर हामीले अरूसँग प्रतिस्पर्धा गर्नु त्यसैले आजको यस तमाङ पहिचान दिवसले हामी सम्पूर्ण तमाङ समुदायको नयाँ ऊर्जा नयाँ सोच एकताको भावना कायम रहोस्। हाम्रो इतिहास हाम्रो संस्कार हाम्रो समृद्धि हाम्रो भाषा हाम्रो वेशभूषालाई समृद्धि हुँदै जाओस् भनीमा जिल्ला गेलुङका सम्पूर्ण इकाइहरूको तर्फबाट आज यस महत्त्वपूर्ण दिनमा हामी तामाङहरू एउटा जातको मात्र केवल तामाङ हो भन्ने होइन, हामीले हाम्रो पहिचानलाई, हाम्रो इतिहास, हाम्रो संस्कार, हाम्रो संस्कृति, भाषा, वेशभूषालाई जीवनशैलीमा बोकेर हिँड्नु हो। त्यसैले हाम्रो भाषा